यहाँ छैन रहेछ निकाल्नु पर्यो है हामी सिक्छौँ है ल आज चाहिँ पहिला हामीले के गरेको छ 4 पार्टिसन गरेर पछाडिबाट काट्थ्यो भने आज चाहिँ हामी अगाडिबाट काट्ने पार्टिसनको लागि के गर्नु पर्यो त इयर टु इयर पार्टिसन निकाल्नु पर्यो है स्ट्रेट त्यसले गर्नु त त्यसले त्यसले बाङ्गे बाङ्गे पारे पछाडिकोलाई यतिकै छ अझै राम्रो देख्छ अस्ति हामीले ल सिधा है टाउको अस्ति हामीले के गरेको त गाइडलाइनको लागि पछाडिबाट हामीले कपाल निकाल्थ्यौँ नि आज चाहिँ हामीले गाइडलाइन चाहिँ कहाँबाट निकाल्ने भन्दाखेरि यो आइब्रोको हामीले जुन यो अगाडिको भाग जुन हामीले देखाएको छ नि यो यहाँबाट चाहिँ हामी के गर्छौँ त सिधा लाइन यसरी लिएर गाइडलाइनको लागि कपाल निकाल्छौँ है बक्स जस्तो बनाउने हो स्टार्टिङ भागबाट है सिधा क्लियर लाइन निकाल्ने है त्यसरी नै यता साइडबाट पनि त्यसरी नै सिधा कपाल निकाल्ने गर्मी जस्तै ल अब क्लाइन्टको इच्छा अनुसार मेन त हामीले के त लेयर कट गर्ने बेला चाहिँ अब यहाँदेखि काट्यो भने चाहिँ के हुन्छ हाम्रो लेयर राम्रो बस्छ है यहाँ फर्स्ट भनेको हाम्रो चिन एरियादेखि है त्यसपछि अर्को लेयर भनेको चाहिँ हाम्रो नोज एरियादेखि यो दुईवटा एरियादेखि चाहिँ हामी के गर्छौँ त कपाललाई कटिङ गर्छौँ अब उहाँको इच्छा कति छ त काट्ने अब त्यो सोध्ने अब अगाडिको कति राख्ने अब यहाँनिर यति जति छ होइन अब यो जति छ अब मैले यो काट्दियो भने यही बराबर पछाडि काट्यो भने यो कपाल पनि यति जति के हुन्छ जान्छ है फेरि त्यसैले पहिला क्लाइन्टलाई सोध्ने पछाडिको लेन्थ कति राख्नु छ भनेर यो पछाडिको लास्टको कपाल हामी अगाडि लिएर आउँछौँ है ल अब क्लाइन्टलाई सोध्ने कति कपाल काट्नु मन छ भनेर सोध्ने कति जति काट्ने यति जति काट्ने रे होइन अब यति जति काट्नलाई हामीले लेयर पनि अगाडि अब जुन हामीले गाइडलाइन बनाएको छ त्यो पनि अब यहीसँग आएर यो कपालसँगै आएर यति जति नै अब हामी यो चाहिँ हामी गाइडलाइन बनाउँछौँ क्या यो कपालमा बुझ्नुभयो पछाडिबाट भित्रको कपाल लिएर आउने भित्रको कपाल लिएर आएर उहाँले कति भन्नुभयो त यति जति अब हामीले कट गर्ने रे होइन यति जति कट गर्ने भने गाइडलाइन पनि हामीले यति नै ल्याएर यहाँनिर यसरी हामीले कट गरेर चाहिँ हामीले गाइडलाइन चाहिँ बनाउनु अनि पछि हामीले कट गर्दाखेरि यति नै कपाल कटिन्छ क्या योभन्दा बेसी एक्स्ट्रा जाँदैन है ल अब यति नै काट्ने होइन अब गाइडलाइन लिने गाइडलाइनलाई मजाले के गर्नु पर्यो त अब कोर्नु पर्यो है सिधा आउने सिधा आएर यो कपाल पनि लिने हल्का लिने सँगै होइन नाप्ने यो यति जति अब कति कटाउनु छ भनेर सोध्नको लागि यति जति मात्र अब काट्ने है यति जतिलाई अब यो चाहिँ हाम्रो के त यति कपाल चाहिँ अब हाम्रो अगाडिको काटिन्छ सिधा ल यो चाहिँ कहाँ काट्ने भन्दा यो चिनको यो चिन हाम्रो देख्नु भएको यसकै सिधा आएर काट्नु पर्यो है स्ट्रेट कटिङ काट्नु यो चाहिँ अब हाम्रो के भयो त सबै कपालको लागि के भयो त गाइडलाइन भयो है अब यसलाई हामी के गर्छौँ त दुई भाग गर्छौँ दुई भाग गरेर यता छोडिदिने अब यो कपाल चाहिँ अब यताको कपाललाई हाम्रो गाइडलाइन कुन हुन्छ त यो हुन्छ है अब यताको कपाल एकछिन क्लिप गरेर राख्दिउँ है यताको कपाल अहिले हामीलाई काम छैन अब यो कपाल अब अगाडिको अब यता अगाडिको पहिला हामी के गर्छौँ त काटेर सकाउँछौँ अब यो हाम्रो गाइडलाइन त हामीले यहाँ काटिसक्यो नि है अब काटेको सँगसँगै यसरी हामी पछाडि हामीले जसरी लिन्थ्यो नि त्यसरी नै अब गाइडलाइन बराबरै हामीले कपाल लिएर
अनि कहाँ आउनु पर्यो त हाम्रो गाइडलाइन कहाँ त यो हो नि त हाम्रो गाइडलाइन होइन ठ्याक्क सिधा राख्नु है टाउको छैन के यो त्यो चाहिँ लिएर हाम्रो यति चाहिँ यो चाहिँ कपाल चाहिँ हाम्रो जान्छ अगाडि मात्र जान्छ पछाडि जाँदैन है यो गाइडलाइन बराबर चाहिँ अब कपाल चाहिँ यसरी तल छर्के काट्नु पर्यो है हामीले मिसलाई 1000 रुपियाँ दिएर जानु आफ्नो कपाल सिधा राख्नु है मुन्टो मजाले कोर्ने लाग्छ तपाईँको 1000 दिएर जानु यो यताउता नजानु है नहेर्नु है ल यो चाहिँ के हो त हाम्रो गाइडलाइन हो नि अब यो गाइडलाइन बराबर नै अब हामीले के गर्नु पर्यो कपाललाई यसरी तलपट्टि सिधा गर्दै हामीले अलिकति छड्के छर्के काट्ने अब यसरी राख्दाखेरि के हुन्छ त यसरी हो लेयर बस्छ है अब छुट्टै हुन्छ है लेयर अब यो हामीले अब यसको लागि चाहिँ अब पछाडिको गाइडलाइन चाहिँ हामी यहाँबाट लिन्छौँ है अगाडिको गाइडलाइन लिँदैनौँ स्टेप हाम्रो जति काट्दै गयो त्यति नै हाम्रो गाइडलाइन पछि पछाडि हुँदै जान्छ है एउटा ज्याटपिन ल्याऊ एउटा मलाई दिएर ल अब यो कपाललाई पनि हामी के गर्छौँ त यतै साइडमा ल्याएर ल यसरी नै हामी आउँछौँ यसरी आएर अनि हल्का माथि है यसरी नै यो कपाललाई मजाले यसरी लिएर आउने गाइडलाइन हाम्रो कहाँ छ त यो छ चिन अनुसार अनि यसलाई पनि के गर्ने त अब सर्टकट गर्ने यसरी गऱ्यो भने हाम्रो लेयर यसरी बस्दै जान्छ अब कपाललाई पनि अगाडि नै लिएर आउने हो है अब हामीले यो कट गऱ्यो नि अब यो भाग चाहिँ हाम्रो के हुन्छ त गाइडलाइन भन्छ है यो कपाल चाहिँ अब हाम्रो के हुन्छ त गाइडलाइन भयो अब यो कपाललाई पनि पछाडिबाट हामीले जसरी अस्ति निकाल्थ्यौँ त्यसरी नै अब पहिला तलबाट गर्थ्यौँ भने आज के गर्नु पर्यो त माथिबाट निकाल्नु पर्यो है सिधा कपाल निकाल्यो यो अब हाम्रो के भयो त गाइडलाइन भयो है यति गाइडलाइन लियो यसरी मजाले कपाल कोरेर लिएर आउनु पर्यो है लास्टमा त्यही त होला अब यसलाई पनि कहाँ ल्याएर काट्नु पर्यो त हामीले चिन एरियामै ल्याएर काट्नु पर्यो है अगाडि कपाल जान्छ तर पछाडि चाहिँ हाम्रो जाँदैन यो चाहिँ हाम्रो के हो त गाइडलाइन हो अब कति कपाल जाने भयो त यो सबै जाने भयो है अब यो बिचमा बस्छ क्या पछाडिको चाहिँ लेन्थ घट्दैन राम्रो देख्छ अझै बाँकी छ नि ल यो चाहिँ हाम्रो के हो त गाइडलाइन हो नि अब गाइडलाइन अनुसार मजाले चिनलाई सिधा यहाँनिर ल्याएर तपाईँ फेरि बाङ्गी बस्नु भने फेरि बाङ्गी तपाईँको भने कपाल बाङ्गी लेन्थ जान्छ अब यसलाई के गर्ने त तलपट्टि गर्दै हामी ल यति हामीले कट गऱ्यो है जाँदैन अब यसको लागि पनि अब गाइडलाइन यहाँबाट के गर्ने त कपाल कोरे निकाल्ने है यो चाहिँ अब हाम्रो के भयो त अर्कोलाई गाइडलाइन भयो है अब त छोरी छोरी गयो भइहाल्छ नि हामीले कपाल फेरि अगाडि मात्रै अलिकति जानु अहिले यो पछाडि गऱ्यो भने कहाँ भएछ यो कपाल खाने हुँदैन तपाईँलाई ल अब मजाले गाइडलाइन अनुसार कपाल ल्याउने अब अगाडि नै ल्याएर यसलाई पनि अलिकति गाइडलाइन कहाँ त यहाँ नि ल घट्दै जान्छ क्या तपाईँले जति भन्यो त्यति नै कपाल ल यसरी आउने गाइडलाइन भेट्यो ल गाइडलाइन आयो गाइडलाइन अनुसार के गर्नु पर्यो कपाललाई कटिङ चिनोलाई चाहिँ गाइडलाइन हो एकजनाले गरिदिन्छ अब लास्टकोलाई चाहिँ हामी ल अब यहाँ कति भन्नुभएको थियो यति लास्टको कपाल कति हो यति भन्नुभएको थियो यति नै कट्यो त सक्यो एकपट्टि तपाईँको त यसरी गर्दा हाम्रो कपाल त्यस्तो त्यस्तो केही भएको छैन है ल अब यो चाहिँ हाम्रो छोड्दा यसरी स्टेप हाम्रो लेयर देखिन्छ है ल अब यसरी अब तपाईँहरू पनि अब बुझ्यो होला नि अब यस्तो नि अर्को साइड काट्दै गर्नु तपाईँहरू पछाडि एक लाइन के तपाईँ पछाडि आउनु त
अहिले त्यही लेयरमा काट्ने अब त्यही हाम्रो कहाँ छ त कपाल गाइडलाइन हजुर त्यही यहाँ छ है यही बराबर कपाल काट्ने है कपाल अझै राम्रो देख्छ पछाडि अलिकति मात्रै जान्छ पछाडि यो चाहिँ अब हाम्रो के भयो त गाइडलाइन अनि यो कपाललाई यसो हेरेर अलिकति मात्रै फोटो खिच्दिनु अहिले म लास्टमा खिचिदिइहाल्छु त अलिकति पर्ने लाग्छ अलिकति ब्लो ड्राई गरेँ अब यसलाई ब्लो ड्राई गऱ्यो भने त झन् राम्रो अलिकति मात्रै कटेछ छैन यो म्यामले काट्नुभएको यो अलिकति अब यो हाम्रो के हुन्छ त यहाँको गाइडलाइन हुन्छ है अझै राम्रो देख्छ कि केही लुगाहरू लगायो भने आजभोलि केही लाग्दैन होइन मैले सुरुमा काट्दा सबै सकियो होइन नभने यति आएको थियो कि मेरो कपाल पनि छोडेको थियो नि त यसलाई चाहिँ लङ लेयर हेयर कट भन्छ क्या हामीले लामोमै काटे खान् त फर्स्टचोटि मात्रै छिटो हुन्छ अनि लेयर चाहिँ बढ्यो भने छिटो बिचको कपाल मात्र जाने हो क्या धेरै अरू कहीँ जाँदैन कहाँ चाहिँ त हाम्रो गाइडलाइन लास्ट यहाँनिर छ नि अब यही सँगै हामी के गर्छौँ त कपाललाई तल्लोपट्टि नै के गर्छौँ कट गर्दै अब यो चाहिँ अब हाम्रो के भयो त गाइडलाइन भयो है अब यसलाई पनि अब दुई भाग गरेरै काट्यौँ है एक भाग यो गरेर दुईजनाको मैले आज कपाल थोरै थोरै छ बिहान पनि काट्नुभएको थियो 10 बजेकोमा नि मान्छेले काटेर उसको पनि लामै थियो तर यति धेरै आउँछ उसको पछाडिको काट्नै परेको थियो जति भन्यो थियो त्यति नै कपाल आउँछ भइहाल्यो कपाल कटिङ अब यसलाई एकचोटि के गर्ने चेक गर्ने माथि तल छ कि छैन भनेर चेक गर्नु पऱ्यो है हामीले जति कपाल उठाएर काट्छौँ त्यति नै हाम्रो लेयर बस्छ क्या यो कहीँ त काम छैन दाउँदै छैन त्यसो दाँदै छैन झन् अरू त पूर्व पश्चिम पुगेको त्यस्तै छ भइसक्यो अब तपाईँ किन भयो मुन्ट सिधा राख्नु हाम्रो लेयर सक्यो पछाडि भी टाइपमै जान्छ धी सेपमै जान्छ देखाइदिनु लेयर कट कम्प्लिट अब यसलाई ब्लो ड्राई गऱ्यो भने यो के हुन्छ माथि माथि यसरी फर्केर जान्छ कस्तो राम्रो देखिरहेछ ल पछाडि अब यो कपाल खाएर खानु पऱ्यो ठुलै छ कहाँ छ सानो ठुलै हो राम्रो देखाएको छ पछाडि फर्क त म यहाँ उहाँको हातमा एप्रोन हटाऊ धेरै राम्रो छ। यहाँ हेर्नु है अब पछाडि हेर्ने तरिका पनि यहाँ हेर्ने है क्लिप लगायो भने कस्तो राम्रो देख्छ यो खाने यो कपाल हामी यसरी ल्याउँछौँ अनि यसरी क्लिप लगायो भने कस्तो राम्रो देख्छ ल देखेन त कर गाइस यो पनि काट्ने हो होइन होइन यसरी हामीले